दार्जिलिङ भाजपाका एक मण्डलले फेसबुकमा आफ्नो स्टेटमेन्ट दिएछन् क्या। जीटीआर गोर्खा जनमुक्ति मोर्चाको मोडल हो, हाम्रो मोडल होइन, यसमा हाम्रो समर्थन पनि छैन, न त हाम्रो विरोध नै छ भनेर लेखेछन्। हुन त उनी कुनै गृह मन्त्रालय पनि होइन, न त कुनै प्रकारको त्यस क्षेत्रको सांसद राजु विष्टज्यूको अफिसियली स्टेटमेन्ट नै हो। यदि उनले यस्तै भन्छन् भने आफ्नो एमपी राजु विष्टज्यूलाई भनुन् र गृह मन्त्रालय भनुन् कि यो स्टेटमेन्ट चाहिँ तपाईहरुले दिनुहोस् भन्नुभयो भने चाहिँ कहीँ तक एउटा गहकिलो हुने सम्भावना छ। हैन भने त्यति गहकिलो छैन, तर जवाब र प्रश्नको उत्तर दिनु मन लाग्यो, तपाईहरुको नियत जनता समक्ष राख्नु मन लाग्यो। सुन्नुहोस् है अन्तिमसम्म। जब अध्यक्ष विमल गुरुङज्यू र अमित शाहज्यूको बैठक हुँदाखेरि केन्द्र सरकारको पक्षबाट आफ्नो पक्ष राख्दै उहाँहरूले अहिले हामी गोर्खाल्यान्डको दिने पक्षमा छैनौँ, जीटीआर मोडल हामीले सोचेका छौँ, यो विषयमा तिमीहरू सबै स्टेट होल्डरहरूसँग गएर बसेर वार्तालाप गरेर त्यहाँका गोर्खाल्यान्ड माग्ने पन्थीहरू सङ्घ संस्थाहरूसँग बैठक गरिसकेपछि एउटा रिपोर्ट लिएर म कहाँ आउनु भनेर उहाँहरूले जब आफ्नो अडान स्पष्ट राखिसकेपछि अध्यक्ष श्रीमान विमल गुरुङले फेरि आफ्नो पक्ष राख्दै यदि तपाईहरुको यो मोडल हो भने यो मोडलभित्र तराई र डुवर्सको 396 वटा मौजा छुटेको मौजाहरूलाई अन्तर्भुक्त गराएर 11 जनजातिको मुद्दा फत्ते गराएर तपाईहरुले यदि यो मोडल दिन चाहनुहुन्छ भने हामी सबै स्टेट होल्डरसँग बसेर वार्तालाप गरेपछि हामी रिपोर्ट लिएर आउँछौँ र यसलाई हामी स्वागत गर्नेछौँ भनिसकेपछि यो मुद्दा यो मोडल चाहिँ कसको रहेछ त? केन्द्र सरकारको कि गोर्खा जनमुक्ति मोर्चाको? प्रश्न म उहाँलाई गर्न चाहन्छु। बुझ्नुभयो त? गोर्खा जनमुक्ति मोर्चाले बार भनिरहेको छ हर भिडियोमा हर मिडिया अगाडि कि हाम्रो मोडल भनेको गोर्खाल्यान्ड हो, हाम्रो मुद्दा भनेको गोर्खाल्यान्ड हो। स्पष्ट रूपमा यो मोडल केन्द्र सरकारको हो र यसमा हामी तपाईहरु सबैलाई मिलेर भेटेर यो के गर्नुपर्ने कसो गर्नुपर्ने सबै आउँ बसौँ बात गरौँ एकत्रित बनौँ, यसको एउटा रिपोर्ट तयार पारौँ अनि जाउँ। लिने भए पनि जाउँ, नलिने भए पनि के लिने त जाउँ भनेर उहाँले स्पष्ट रूपमा राखिसकेको कुरा हो। र यो आजको कुरा होइन, 3-4 महिना अगाडिदेखिको यो कुरा चलिरहेको छ। तर यत्रो दिनसम्म ती मण्डलहरू चुपचाप लागेर बस्नु अनि यो अचानक 18औं स्थापना दिवस गोर्खा जनमुक्ति मोर्चाले भव्य र सभ्यताको साथमा मनाइसकेपछि त्यो भिड जो चाहिँ निस्वार्थ कोही मासु भातको निम्ति होइन, गाडी भाडा दिएर होइन, आफ्नो गोजीबाट खर्चिएर जुन त्यो जनसलाप देखेपछि भाजपाका मण्डलहरू अत्तालिएर अब यसरी स्टेटमेन्ट दिन थाले। भनिसकेपछि उहाँहरू गोर्खाप्रति सिरियस रहेन रहेछन्, भिडप्रति सिरियस रहेछन्। भाजपाको नियत यहाँबाट बुझिन्छ स्पष्ट रूपमा। तपाईहरूले पनि के बुझ्नुभयो? मैले चाहिँ यही बुझेँ। र हेर्नुहोस्, भारतीय जनता पार्टीलाई आजसम्म गोर्खाले भोट हालेको भनेको, पार तराई डुवर्सले भोट हालेको भनेको मात्र गोर्खाल्यान्डको निम्ति हो, विकासको निम्ति कदापि पनि होइन। यदि विकासको निम्ति भन्नुहुन्छ भने केन्द्रबाट आएको यस्तो थुप्रो योजनाहरू थियो है, पानीको योजना, घरको योजनादेखिको लिएर हरेक धेरै योजनाहरू आए केन्द्रबाट। खुल्ला रूपमा भ्रष्टाचार भयो यसमा भनेर भ्रष्टाचार पनि भयो, उहाँहरूले नै बक्नुभयो मिडिया अगाडि आएर। तर केन्द्रबाट केन्द्रीय जाँच ल्याएर ती भ्रष्टाचारीहरूलाई कारबाही भने गर्नु सक्नु भएन, खालि मिडिया अगाडि आएर यो बोल्नु मात्रै सक्नुभयो। एउटाले रोएको जस्तो र अर्कोले कुटेको जस्तो मात्रै भयो है। विकासको कुरा गर्ने हो भने अब यो विकासको लागि त हामीले भोट दिएको होइन, मुद्दाको निम्ति हो। अनि गोर्खाल्यान्डको शब्द गोर्खाल्यान्ड आफ्नो मेनिफेस्टोमा हाल्नु असुविधा हुन्छ भनेर पिपिएस हाल्यो। पिपिएस हाल्दाखेरि क्षेत्रीय दल अलिक मजबुत थियो, जो चाहिँ गोर्खाल्यान्ड माग्थ्यो होइन। पछि त्यो दललाई एकदमै कमजोर बनाइसकेपछि त्यो पिपिएस पनि त्यो मेनिफेस्टोबाट हटाइदियो है। सुन्नुहोस् है, त्यहाँबाट लकठ्याक्क एउटा 11 जनजातिको मुद्दा उनीहरूले मेनिफेस्टोमा राखेको छ। अब त्यो मेनिफेस्टोमा राखेको 11 जनजातिको मुद्दा पनि यो 2026 अगाडि उहाँले प्याकेजमा दिने अरे भन्ने कुरा सुनिँदैछ। सोच्नुहोस् है। अनि भाजपाको मुद्दा खोइ गोर्खालाई दिने के? अब यो कुरा जनता समक्ष उहाँहरूले स्पष्ट रूपमा राख्नु पर्यो। 2026 अगाडि यदि भाजपा सरकारले कुनै पनि प्रकारको गोर्खाको मुद्दा फुलफिल नगरे यो डिसेम्बर भित्रमा
म रोडमा निस्किएर यसको विरोध गर्नेछु र भोट हाल्नु दिने छुइनँ भन्ने जुन अध्यक्ष विमल गुरुङज्यूको जुन बयान त्यो 18औं स्थापना दिवसको त्यो मञ्चबाट आयो, यसको हामी खुल्ला रूपमा समर्थन गर्छौँ। किनभने आजसम्म भाजपाले 20 वर्ष हुन लाग्यो, अब वरको सिंहका परा भाँचेको छैन। पहाड तराई डुवर्स गोर्खा जातिको हितमा आजसम्म एउटा केही गरेको छैन, एउटा काँटी धरि पनि दिएको छैन। सिधै भन्नुपर्दाखेरि त्यो भाजपामा रहेका हाम्रा समस्त गोर्खा दाजुभाइहरूलाई पनि थाहा छ यो कुरा, उहाँहरू पनि यसै मुद्दाको निम्ति नै छन्, बुझ्नुभयो त। त्यसले गर्दाखेरि अब आश्वासनको भरमा आश्वासनको पोको बोकेर तपाईँहरू नआउनुहोस्। तपाईँहरू भिड प्रति समर्पित बन्दै क्षेत्रीय पार्टीहरूलाई मास्दै आफ्नो पार्टी फस्टाउने कार्यदेखिको उपरान्त अरू केही काम गर्नु पनि भएको छैन र तपाईँहरूको नियत यहाँबाट स्पष्ट रूपमा बुझिएको छ र त्यसले गर्दा अब जनतालाई जवाब दिने समय आएको छ तपाईँहरूले। र जवाब मात्र होइन, तपाईँहरूले अब जनतालाई दिएको आशा र भरोसा, अलग राज्यको जुन माग छ 2026 अगाडि तपाईँहरूले यो माग पुरा गरेको हुनुपर्छ। तब मात्र तपाईँहरू भोट माग्न आउनुहोला है। र यसमा तपाईँहरूको के कस्तो विचार हुन्छ, अलिकति भिडियो लामो भयो, अन्तिमसम्म हेरेर। र भाजपाको नियतबारे स्पष्ट रूपमा राखिदिएको छु। भाजपाले कुनै चामलको लागि भोट दिएको होइन, कुनै बाटो रोड झोडा नाला र कुनै प्रकारको घरद्वारको लागि दिएको होइन। दिएको भने मात्र गोर्खाल्यान्ड र अलग राज्यको निम्ति हो र यो कुरा अब फुलफिल गर्नुपर्छ। 20 वर्ष हामी सुतिरहेको थियौँ, अब जागेको छौँ। जाग्नुको मतलब यो हो कि अब भाजपालाई जसरी चट्टानमा कमल फुलाएका थियौँ त्यसरी नै कमल अब निमिटन्नै पार्ने दिन पनि आएको जस्तो देखा पर्दैछ भन्दै म सिके छेत्री बिदा लिन्छु। धन्यवाद। जय गोर्खा।